एमाजोन जङ्गल जुन चाहिँ विश्वको सबैभन्दा ठुलो घना जङ्गल हो, जुन चाहिँ दक्षिणी अमेरिकामा रहेको छ। दक्षिणी अमेरिकाको अमेजन बेसी वर्षैभरि असाध्यै गर्मी हुने ठाउँ हो। दिउँसो केही बेर भारी वर्षा हुन्छ भने राति चाहिँ जम्मै बाफ बनी माथि गएको हुन्छ र यो प्रक्रिया चलिरहन्छ। धेरै वर्षा र गर्मीका कारणले अग्लो मोटो टुप्पोमा झ्याम्म परेका रुखहरू वनस्पतिहरू यहाँ पाइने गर्दछन्। कहिले बढीले पनि दुःख दिन्छ, धेरैले पनि दुःख दिन्छ भने झै यहाँ हजारौँ प्राकृतिक जीवजन्तु र वनस्पति पाइने हुनाले अध्ययन अनुसन्धानका लागि पर्यटकहरूले जाने गर्दछन्। विभिन्न प्रकारका जनावर, रोग र किराहरूले पनि दुःख दिन्छ। यहाँ धेरै वर्षा हुने हुँदा मलिलो माटो बगाएर लैजान्छ, त्यसैले कृषि उत्पादन राम्रो हुँदैन। घना जङ्गल हुने हुनाले मानिसहरू काठ काट्ने व्यवसायमा संलग्न छन्। यस क्षेत्रमा पनि अत्यन्तै पिछडिएका जातिहरूको बसोबास छ। यहाँका बस्तीहरू छरिएर रहेका पातला हुन्छन्। कतिपय जातिहरू फिरन्ते जीवन पनि बिताइरहेका छन्। फिरन्ते जातिहरू कहिले पनि एकै ठाउँमा नबसिकन प्रत्येक समयमा आफ्नो वासस्थान सार्ने गर्दछन्। एमाजोन जङ्गलको वर्षा र तापक्रम यस प्रकार रहेको छ। भिडियो पज गरी हेर्न सक्नुहुन्छ। दोस्रो नम्बरमा रहेको छ वर्षैभरि Did you धेरै know चिसो हुने Antarctica is the क्षेत्रहरू। coldest, driest, and windiest continent on Earth? And its ice sheet contains about 70% of the world's fresh water? विश्वको उत्तरी र दक्षिणी ध्रुव क्षेत्रमा अत्यन्तै चिसो हावापानी पाइन्छ। यहाँ जमिनभरि हिउँले ढाकेको हुन्छ। अन्टार्कटिका, ग्रिनल्यान्ड, उत्तरी क्यानाडा र उत्तरी एसियामा यो हावापानी पाइने गर्दछ। यहाँ मानिसको बसोबास खासै हुँदैन। यहाँ हिउँमा बस्ने इन्युट र एस्किम जातिको बसोबास छ। उनीहरू सील, माछा र पेन्गुइनको शिकार गर्ने गर्दछन्। यो क्षेत्रको केही कम अक्षांशमा न्यानो समुद्र सिमानामा धुपी सल्ला जस्ता नरम जातिका कोणाधार वनस्पतिहरू पाइन्छन्। त्यसैले यहाँ केही क्षेत्रमा काठको व्यवसाय पनि सञ्चालन गरेको छ। रुख काट्ने, प्लाइवुड, कागज, फर्निचर बनाउने उद्योगहरू खोलेका छन्। यसैले गर्दा यहाँ बिस्तारै आर्थिक गतिविधिहरू विस्तार हुँदै गएको पाइन्छ। यहाँ अत्यन्तै चिसो हुने हुनाले जीवन कष्टकार छ र पातलो बस्ती छ। यस क्षेत्रमा प्राय एकदमै कम गाउँहरू छन्। पछिल्लो वर्षहरूमा यस क्षेत्रमा पर्यटन व्यवसायमा पनि फस्टाउन थालेको छ। अब यस ठाउँमा हुने वर्षा र तापक्रमको कुरा गरौँ। भिडियो पज गरी यो विवरणलाई चाहिँ हेर्न सक्नुहुन्छ। अब हामी कुरा गर्छौँ तेस्रो नम्बरमा रहेको अत्यन्तै सुक्खा हावापानीको क्षेत्र। विश्वमा प्रत्येक महादेशमा सुक्खा मरुभूमिहरू रहेका छन्। ती मरुभूमिहरू कुनै अत्यन्तै गर्मी स्थान र कुनै जाडो स्थानमा रहेका छन्। दुवै स्थानमा मरुभूमिमा पानी पर्ने वायुको प्रभाव कम हुन्छ। अफ्रिकाको सहारा र कालाहारी, एसियाको अरब तथा थार मरुभूमि, अमेरिकाको क्यालिफोर्नियाको मरुभूमि, दक्षिणी अमेरिकाको
अटाकामा मरुभूमि र अस्ट्रेलियाको केन्द्रीय मरुभूमि यसका उदाहरण हुन्। यहाँ पात नहुने काँडेदार होचो क्याक्टस जातिको वनस्पति पाइन्छ। यहाँ ऊँट पाल्ने गरिन्छ। ऊँट धेरै दिनसम्म पानी र खानेकुरा नखाई हिँड्न सक्छ, यसैले यसलाई सामान ओसार पोसार पनि गर्न प्रयोग गरिन्छ। ऊँटलाई मरुभूमिको जहाज पनि भन्ने गरिन्छ, किनकि मरुभूमिमा सामान ओसार पोसार गर्न यो एक मात्रै विकल्प हो। मरुभूमि क्षेत्रको मानिसहरूको आर्थिक अवस्था सामान्यतया कमजोर रहेको छ। यहाँ पानी उपलब्ध भएको ठाउँमा मात्र मानव बस्ती हुन्छ। पानीको अभाव र बालुवाले बनेको सुक्खा जमिन भएका कारणले कृषिको सम्भावना निकै निम्न हुन्छ। अब यस क्षेत्रमा हुने वार्षिक वर्षा र तापक्रमको विवरण हेरौँ। अब कुरा गर्छौँ विश्वको अन्नको भण्डार समशीतोष्ण हावापानीको क्षेत्र। समशीतोष्ण हावापानीको क्षेत्र अन्तर्गत महादेशको भित्री भागमा अत्यन्तै कम वर्षा हुन्छ, त्यसैले त्यहाँ विशाल घाँसे मैदानहरू रहेका छन्। ती मैदानमा गहुँ खेती, गाई पालन र भेडा पालन गरिन्छ। उत्तरी अमेरिकाको पेरिज घाँसे मैदान व्यावसायिक रूपमा ठुलो मात्रामा गहुँ खेती हुन्छ। खेतीका सबै काम मेसिनबाटै हुन्छन्। यहाँको गहुँ विश्वभरि निकास हुने हुनाले यसलाई विश्वकै अन्नको भण्डार भनिन्छ। अस्ट्रेलियाको यस्तै मैदानलाई ड्याउन्स भनिन्छ, जहाँ व्यावसायिक रूपमा भेडा र गाई पालन हुन्छ। दुध दुहुने र ऊन काट्ने काम पनि मानिसबाट हुन्छ। यहाँ ठुलो दुध उद्योगहरू रहेका छन्। युरोप र एसियामा यस्तै घाँसे मैदानलाई स्टेप भनिन्छ। यहाँ पनि गहुँ खेती र पशुपालन हुन्छ। दक्षिणी अमेरिकाको यस्तै समशीतोष्ण घाँसे मैदानलाई प्याम्पस भनिन्छ, जसको हिस्सा अर्जेन्टिनामा पर्दछ। यस क्षेत्रमा हिउँदको समयमा निकै चिसो हुन्छ। अब यस क्षेत्रको वार्षिक वर्षा र तापक्रमको विवरणहरू यस प्रकार रहेको छ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। केही कमी कमजोरीहरू रहेछ भने तल कमेन्ट गरिदिनु होला र च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला सबै साथीहरूलाई। थ्याङ्क यू।